गाइस कस्तो हुनुहुन्छ सबै आशा छ सबै सन्चै हुनुहुन्छ होला। आजको भिडियोमा हामी यस्तो पालिका घुम्ने छौँ। यस्तो एक्सपिरियन्स बाबाहरूको सबैको परमिसन भइसकेछ। यस्तो मैले पहिलो भागमा हामी यस्तो पालिका टुर गरिदिउँ न। यस्तो छ पालिका, हेर्नुहोस् त गाइस। जाम न त ल दिदी, जाम भाइ। सन्चै छ दिदी, हेलो भनिदिनु न। हेलो हाय सुजाल हेलो। हेलो भाइ यता यता, सन्चै छौ? सन्चै छौ? ल अब सबैको परिचयमा हामी जाँदैछौँ। यस्तो छ पालिका, हेर्नु गाइस। यस्तै छ। के हो नि र यस्तै छ। तिनीहरू दुइटा केटकेटीभित्र उतिया लुक्या त्यस्तै हो। बेसै आन्टीतिर कतिको म जान्छौँ। यसो गएर पालिकातिरै जाउँ न नानी। यस्तो छ गाई, हेर्नु यहाँ मौसम यस्तो लाइटमा छ। त्यस्तो छ ऊ त्यता रोडतिर। रोड पनि सिर्लकै बनाएछन्। यसै यहाँ बुटो यसो भित्र आइदिउँ, छिटो आउन। त्यहाँ कता के को लोकेसन छ त्यस्तै हो। त्यस्तै छ, छिटो आउन भाइ, छिटो आऊ। ल जाम। यहाँ सिसी क्यामेरा छ। यस्तै उहाँ कुकुरहरू उहाँ बसे खानु। एन्टर भइसकेको छौँ। यस्तै यहाँ पेड पौधा भनौँ न, यस्तो छ। यहाँ क्यान्टिन हो। यस्तो यहाँ उस छ। यहाँ के भन्छ अरे हामी सुहानाको घर इन्टर भइसकेको छौँ। सुहानाको घर न। सुहाना हाई भनिदेऊ न। हाई भनिदेऊ। नानी यिनीहरू दुइटाको झगडा हुँदै नानी हेलो भनिदेऊ। हेलो हेलो गरेर दिइसकेको छन्। अब दुइटा गाडी यहाँ कुकुर छ त्यहाँ छन्। यहाँ बाइक छ। यस्तो गाडीहरू यस्तै छ। मन्दिरमा छ त्यहाँनिर। यस्तै छ। दिदीहरू फेरि टिकटक हेर्ने खाली हो। यहाँभित्र आन्टी हुनुहुन्छ। यस्तै छ। यहाँ अँधेरो छ। यस्तो घुम्ने म यस्तो घुमेर आउँछु यता। यस्तो घुमेर आउँछु है। यसो छ यहाँ झाडा बाहिर कतै नलागिकन आएको। यस्तो छ। यस्तै छ, ठिकै छ। यहाँ गाडी भइरहेको छ। ठुलो कुर्ती यस्तो फोहोर भइदिरहेको छ। ए ल आजको भिडियो त्यति लामो नगरौँ न, 10 मिनट जति। यसो छ त्यो छ। कालीगण्डकी कार्यालयमा लेखेको छैन। कालीगण्डकी गाउँपालिका कार्यालय गाउँपालिकाको लेखेको छ। यसो छ झारू यहाँ यस्तो बारसार लगाएर यहाँ यस्तो पर्छ। यस्तो फुल यहाँ यस्तो बिचमा कालीगण्डकी लेख्न थालेको छ। त्यहाँ क्यान्सर यहाँ दुबई हट्यो क्या। यस्तो छ गाडी सकेर यस्तै छ। उता पनि बाइक छन्। डस्टबिन छ। त्यस्तै टोयलेट यतापट्टि। यस्तै सिसा पनि भोग्नु चाहिँ राम्रै देखिया। यो राति यहाँ खतरा टल्किन्छ। यस्तै जाम है। यसो पहिला यहाँ यताबाट जाम भनेपछि ल 10 मिनट चाहिँ नि अर्कै हुनु पर्नु पर्ला। यहाँ यस्तै छ। यो जग्गा हाम्रो बाले त यहाँ पालिएका। हाम्रो बाको नाम छ सुब्बा बलाराम पाण्डे। यहाँ 1 2 3 4 5 6 7 कति अरूले पालिकामा जग्गा दिएको ठाउँ छ क्या गाइस। यस्तै अब यसो यतापट्टि यस्तो घुमेर मैले हजुरलाई देखाउँछु कस्तो छ। त्यसपछि अलिक भित्रपट्टि जानु होला गाइस। यहाँ हामी यस्तो कमर छ। यस्तो यहाँ बाइक छ 2टा। यस्तै छ। 3 तलै बनाएका छन् यिनीहरूले। यहाँ कचरा फ्याल्न छ गाइस। यहाँ जलाउँछन् कि यसो मन्दिर छ। यहाँ यस्तो उता ढोका छ एउटा जसबाट बाहिर निक्ल्यो। यहाँ एउटा सिसी क्यामेरा यस्तो छ गाइस। हेर्नु यो झ्यालसाल छ। यस्तो यहाँ काम गर्छ के काम गर्छ। यस्तो चाहिँ अँधेरो छ क्या यहाँ फेरि। यस्तै अँधेरो पछि माथिबाट पानी झरेको छ। परेवा माथि बस्छन् क्या। यस्तो छ सिलिकको यहाँ गाडी राख्छन्। यस्तो भित्र गेट लगाइदिएकै नभए
यसो देखाइदिन्छु हजुरलाई यसो हेर्नु गाइज यस्तै छ यहाँ ढोकामा यस्तै छ बाइ द वे गाइज मेरो नाम हार्दिक हो म यसै 12 वर्षको छु यसै गाडी भित्र नि गएको त टाइम देखा हेर्नुहोस् गाइज टाइम देखाएको छ उति जाम भित्र जाम के यसो भित्र नजाने पोरै भएछ क्यान्टिन देखाउँ यो गाइज क्यान्टिन देखाउँ न त्यसले फेरि टिकटक बनाउनु हेर्नु न टिकटक बने म टिकटक हाम्रा यहाँ हाम्रा सुजल बनाइदिइरहन् यस्तै उहाँ सरहरू आउनु गयो सरहरू हाल भन्दिनँ त्यस्तै गरेर गयो सरहरूसित कुरा गर्नु त्यस्तै छ यहाँ 3टा बदमास छन् बदमास क्यारे गर्नुहरु भूतवाला गेम खेल्न तिमीहरूलाई सुपुरिया फेरि मत गइदियो कि खै हेर हेलो भन्देऊ अघि नै भागे अब के हेर्ने गाडी भित्र जानु भएन म टिभी चलिरहेको उहाँ हेर्नु गएको टिभी चलिरहेको यस्तो यहाँ माथि पनि खतरै बनाएको के फेरि जान मिलेन दिलले भन्नु होइन यहाँ जानुहुन्थ्यो के यसो तल देखाइदेऊ न र यसो तल देखाइदेऊ हुन्छ दिदी यसो तलतिर देखाइ हुन्न र यस्तो गरौँ क्या तलतिर देखाउँ के हुन्न क्या यहाँ त टोलीहरू छ दुईटा पालिसक्यो डन्डा यस्तै अँधेरो छ क्या फेरि यस्तो छ 5 मिनट अँधेरै छ यहाँ नदेखाउँ त्यहाँ फेरि उसै थियो क्या त्यो खानेकुराको बक्सहरू यस्तो हस्पिटल जस्तै केही छ यहाँ नि के हो ढोका मलाई थाहा छैन यहाँ त्यो कसको हो क्या बाहिर भने आउँछ बाहिर जानु भन्नु यो फेरि बुवा हाम्रो ठुलोबाबाको गाडी थियो कि स्कर्पियो बुवा जानुभयो कतै जानुभयो क्या यो फेरि हाम्रो बुवाको साथी हुन्छ नि जस्तो नाम आएन क्या उहाँको त्यो गाडी है यो अनि पछि यहाँ गाडी यस्तो छ ओए नचढ गाली गर्छन् यहाँ फेन्स लगाएको नि हेर्नु यो चलिरहेको यहाँ नभेलै त्यहाँ लाइट पोली 8 मिनट जति भयो होला उहाँ जङ्गल छ हेर्नु गाई यस्तो छ बिर्गा भन्ने यही ठाउँ हो नि के बोल्या तिमीहरूलाई थाहा छैन बिर्गा भन्ने यही ठाउँ हो ल सुजल तिम्रो नाम के हो भन भन्दै के भन्छ अरे तेरो नाम भन्दै अरे सुजल तिम्रो नाम भन्दै अलि उस भयो के नर्भस भइदियो तिम्रो नाम के अरे फेरि यिनलाई फेरि दौडिनु होला तिम्रो नाम के हो सुप्रिया पाण्डे धोती तान्दे ए सरी दिदी पैसा काट्दिन मिल्छन् गाइज यो बाउलाई के हो के बुढी मान्दिम न हो के पिठा खाने हो धेरै नपोले तेह्रभन्दा बढी रात छन् चुप ल चार राखेका छन् यस्तो छ यस्तो यहाँ माथि बाडेमा अमे भाइ खोइ भाइ उहाँ भुइया छ यसले आफ्नो फेरि भाइ चाहिँ हेरिदिने कि यो ढिँड गइले ए भाइ क्यारे छौ तिमी कहाँ हराएको डोलायो उति हुँची यता गई यहीँ लुकै यहाँ लुकै यो सुजल जान्ने नभयो क्या बाबालाई भनिदिन्छु बाबाले हेर्नुहुन्छ क्या जीवन बाबाले हेर्नुहुन्छ यहाँ चाहिँ यहाँ माथुवै फेरि के हेर्नु कसैसित बोल्नु भोइस मेसेजमा यहाँ भाइ ल गाइज यस्तै छ म माथि जान सकेन आजकै भिडियोलाई यस्तै गरौँ अब
भेट्छु हजुरलाई म अर्को भिडियोमा त त्यतिखेरको लागि बाई बाई गाइज गाइज वेलकम टु एन्डिङ ब्लगिङ एन्डिङ हैन हेलो दिदीलाई चाहिँ म लास्ट टाइम भन्छु मेरो घर ओइ नि लुस्यो ए भाइ नचल न हेलो गाइज यस्तै छ यहाँ यस्तो रमाइलो छ अनि चाहिँ यो हार्दिक भाइको च्यानल छ सब्स्क्राइब गरिदिनु होला यहाँ चाहिँ हाम्रो शेयर गरिदिनु बेल आइकन दबाइदिनु बेल आइकन दबाइदिनु अनि मैले गराउँछु भ्लग अब हामी चाहिँ यहाँ पालिकामा सर र डुल्न छौँ अनि चाहिँ हार्दिक भाइले फर्स्ट टाइम भ्लग एक्सपिरियन्स गर्दैछन् कस्तो हुन्छ भन्ने कुरा हामी चाहिँ यसो सर फ्रेस हुन खानासाना खाएर आएका छौँ अनि यहाँ छन् हाम्रो भाइ अनर युट्युब च्यानलको अनर अनि यहाँ छन् फेरि भाइ अनरका भाइ यहाँ फेरि अनरका भाइ सुन्तला यहाँ हुनुहुन्छ अनरकी दिदी बोगटे हैन कटर अनि यहाँ छु म सुप्रिया र म हो न तिम्रो नाम के गरे तिम्रो नाम के हो सुप्रिया तिमी कति क्लासमा पढ्छौ मुख अनि बाई